पहिला राजाको पालामा हुँदा फेरि अब बाहिर विदेशहरू जाँदैन थियो युवाहरू, ठुल्ठुलो फ्याक्ट्रीहरू सबै यहीँ नेपालमै थियो नि त, अहिले छैन। कल कारखाना उद्योग धन्दा भइदिएको भए तपाईको 77 जिल्लामा जनता पीडित नै भइसक्यो। राजाले खुसी खुसी भने कि ल न त ठिक छ त गणतन्त्र आउँछ भने जनता खुसी हुन्छ भने उसले हाँसी हाँसी राजगद्दी त्याग गरिदिनु भयो। नेताहरूले चाहिँ आफै धनिक भए, तर जनता पनि मेरो सन्तान हुन् है, यिनीहरूलाई पनि घाँस बास कपास चाहिन्छ, यिनीहरूलाई पनि रोजगार चाहिन्छ, यिनीहरूलाई पनि शिक्षा र स्वास्थ्य चाहिन्छ। त्यो चाहिँ दिन सकेन कि गणतन्त्रले दिन सकेन कि। राजा आएर हाम्रो चाहिँ अलि नियन्त्रण भएर नेपालमा केही बन्न सक्छ कि भन्ने चाहिँ कौतलताले चाहिँ अहिले यो सडकमा लिनु परेको छ जनताले। हाम्रो इतिहासको पन्ना पल्टाएर हेर्ने हो भने के हाम्रो देश राजावादी होइन? विदेशीहरूले हाम्रो राजाको अगाडि आउँदाखेरि उठेर सलाम गर्थ्यो कि हिम्मत हुँदैन थियो हाम्रो राजाको अगाडि शिर ठाडो गर्नलाई। हाम्रो राजाको अगाडि शिर निहुराउँथ्यो। इतिहास फर्किन्छ, 100% फर्किन्छ। राजा राजा बनेरै राजतन्त्र भएरै आओस् कि राजा अरू कुनै राजनीतिक दलबाट आए पनि पुग्छ। हेर छोरे, राजा भनेको राजै हुन्छ, सिंहासनमै बस्छ। त्यो राजतन्त्र भएर अरुन्जेटा भएर आउने होइन। राजा भनेको सिंहासनको गद्दीमै बस्नुपर्छ। हाम्रो चाहना यही छ। त्यस्तो पार्टीको नेतृत्व भन्ने हुँदै हुँदैन नि। राजा भनेर राजा हो नि। राजा त राजाको ठाउँमा पहिला जुन स्थानमा हुनुहुन्थ्यो त्यही स्थानमा आउनुहुन्छ, त्यसै गरी आउनुहुन्छ। जनतालाई बुझाएको नासो फेरि जनताले फेरि राजालाई नै बुझाउनुहुन्छ के।